सहरको चमकभन्दा गाउँघरको माया फरक हुन्छ। जहाँ आफ्नोपनको अनुभूति अनि आफू जन्मेको गाउँघर अति नै प्यारो लाग्ने के। सो हेलो एभ्रिवान, वेलकम छ आजको मेरो अर्को न्यू मिनी ब्लगमा। सदा चाहिँ आज पनि मिनी ब्लग लिएर आएको छु। आशा छ तपाईँहरूले सबैजनाले मन पराइदिनुहुन्छ भनेर। सदा चाहिँ आज पनि बिहानको 8 बजे उठे। म उठ्दा चाहिँ भाइले फुलहरूलाई पानी हालिदिँदै थियो अनि मम्मीले चाहिँ खाना पकाइसक्यो यो मोबाइलमा भिडियो हेर्दै बस्नु हुँदै थियो। हाम्रो मम्मी चाहिँ जहिले यसरी भिडियोहरू हेर्दै आफै हाँस्दै बस्नुहुन्छ के। अनि म चाहिँ बल्ल हात मुख धोएर खुबै बाठी भनेर भिडियो बनाउँदैछु। अनि यति गर्दा गर्दै खाना खाने टाइम भइ त हाल्यो। खाना खान जानलाई म चाहिँ पानी थाप्दैछु ग्लासमा आफ्नो लागि। अनि मम्मी र भाइले चाहिँ उहिले खाँदै हुनुहुन्थ्यो अनि म ढिलो आएँ नि त। ढिलै उठेको ढिलै खाना खानु पनि गएँ। हाम्रो घरमा चाहिँ सबभन्दा ढिलो उठ्ने भनेको मै हो। अब केटी मान्छे भएर यति बेलासम्म सुत्ने भनेर सोच्दै हुनुहुन्छ होला कतिजनाले। अब निन्द्रै पुग्दैन, आँखै खुल्दैन त मैले के गर्नु। अनि यो भात चाहिँ मैले कुकुरको लागि लिएको। उठेर सिङ्का भाजेको छैन, खाना त खाइयो। अब भाडा त धस्काउनु पर्यो। त्यही भएर अब एकछिनमा स्वयं भाडा धस्काउँछु ल। खाना खाइसकेपछि भाडा पनि धस्कायो। अब लाग्यो आफ्नो बाटो। खासमा हलो जोत्नु पर्ने थियो नि त। अनि भाइ चाहिँ हलो बोकेर गयो। अनि भाइले चाहिँ मलाई जुवा लिएर आऊ है बहिनी भनेको थियो नि त। मैले जुवा बोकेर जाँदै साथमा आरी पनि छ। के गर्नुलाई बोक्यो भनेर सोच्नु भयो होला तपाईँहरूलाई म एकछिनमा देखाउँछु ल। अघि चाहिँ भाइ अगाडि आएको थियो, पल्लो घरमा बसिरहेको थियो नि त नि। अनि अहिले चाहिँ म अगाडि छु, भाइ पछाडि हलो बोकेर आउँदैछ। अनि जोत्नु पर्ने बारी चाहिँ यही हो। अस्ति मलेर चाहिँ हामीले बाजा मारेको थिएनौँ त नि। अनि आज चाहिँ बाजा मार्न आएको। झारले त सबै बारी नै पुरी लगेर। अनि भाइ चाहिँ गोरु लिनु गएको थियो नि त। त्यो तिनजनालाई म चाहिँ झार गोड्दै गर्छु भनेर झार गोड्दैछु। फाइनली भाइले यति जोतिसक्यो। अहिले चाहिँ झार त्यति धेरै देखिएको छैन किनभने जोतेर मरिसक्यो नि त। यहाँनिर चाहिँ झार मात्र होइन कि कति धेरै सिस्नु पनि पलाएको थियो। अनि मलाई चाहिँ फेरि जहाँ जस्तो सुकै ठाउँमा काम गर्दै गरे पनि एकछिन उब्रिनु चाहिँ जहाँ पनि मन लाग्छ। देख्नुभयो मैले झार उठाएर कस्तो राम्रो बनाएँ। म त फेरि काम गर्दिनँ गरेपछि फेरि खतरा गर्छु नि भनेर के गफ दिनु। अनि हामी चाहिँ हलो जोतेर झार उठाएर चाहिँ यता फेरि काम लागि चाहिँ गोरु बान्नु गएको थियो। अनि भाइ चाहिँ अगाडि नै आइसकेको थियो यहाँनिर। अनि यो चाहिँ भाइले अस्ति नै त्यो ठुलो रुखमा गिरेर झारेको हो नि त। अनि बारीमा झरेको थियो नि त। अनि यहाँनिर अब भोलि जोत्नु पर्ने हुन्छ। त्यही भएर यसलाई यो बारीदेखि हटाउनु पर्ने थियो। अनि हामीले चाहिँ काट्दैछौँ। अनि अघि मैले जुवासँग चाहिँ आरी बोकेको थिएँ नि त। हो यही काट्नलाई चाहिँ मैले बोकेको थिएँ। अनि हामीले चाहिँ यसलाई बल्ल बल्ल छिनाइसक्यौँ। अनि फेरि दुईजनाले नै हामीले चाहिँ मरि बोकेर यसरी घर ल्यायौँ। यो चाहिँ एकदम गरौँ थियो क्या। अनि दुईजनाले बोकेको। अनि त्यो मुरालाई चाहिँ भाइले भित्तामा ठोक्काएर झन् मेरो कानको जाली नै फुट्यो। हुनु त अब कसैले अराएको पनि थिएन। त्यही भएर मैले कसैलाई पनि सुनाइनँ। अनि त्यस पछाडि म चाहिँ नुहाइ धुवाइ गरेँ। अनि चाहिँ यसो नक्कल गर्दैछु। अनि यस्तो नक्कल गरेर पनि कति कालो हो भनेर सोच्नु हुँदैछ होला। अब कालो भयो भन्दैमा नक्कलै नगर्नु त म होइन त के गर्छु। अनि त्यसपछि त मलाई एक्कासी भोक लाग्यो। कस्तो नमिठो भोक लाग्यो। मैले पनि केरा गुम खाइदिएँ। अब चाहिँ म कता गएँ त